Welcome back to my new video guys. Today we will discuss about simple harmonic motion. Simple harmonic motion मा कसरी हुन्छ मोसन एसएचएम भनेको के हो, पिरियोडिक मोसन भनेको के हो, डिस्प्लेसमेन्ट भनेको के हो अनि एम्प्लिट्युड भनेको के हो त्यो मज्जासँग बुझ्ने छौं आज। भेरी नै इजी रहेको छ यो च्याप्टर। सुरुमा त हामीले पिरियोडिक मोसन भन्ने बुझ्छौं। पिरियोडिक मोसन भनेको के हो? पिरियोडिक मोसन भनेको जसले आफूले रिपिट गर्छ, जस्तै कि द मोसन व्हिच रिपिट इट्सेल्फ आफ्टर सर्टेन इन्टरभल अफ टाइम। जस्तै कि अर्थ रिभल्भ गर्छ आफ्नो एक्सिसमा, यो एक्सिसमा रिभल्भ गरिरहेछ, आफ्नो एक्सिसमा रिभल्भ गरिरहेछ यो अर्थ हो है। अब यो यहाँबाट फेरि पुगेर यहाँ जान्छ, अनि पछि फेरि आफूले फेरि यही डिस्टेन्स फेरि कभर गर्ने त हो नि। हो त्यस्तोलाई आफ्नै एक्सिसमा रिपिट गरिरहेछ नि त, त्यही भएर त्यो पिरियोडिक मोसन हो भनेर। यसको डेफिनेसन कसरी लेख्ने भन्दाखेरि द मोसन व्हिच रिपिट्स इट्सेल्फ आफ्टर सर्टेन इन्टरभल अफ टाइम। द मोसन व्हिच, अक्षरमा नजानु है गाइज, रिपिट्स इट्सेल्फ आफ्टर सर्टेन इन्टरभल अफ टाइम भनेर यो चाहिँ पिरियोडिक मोसनको डेफिनेसन। पिरियोडिक मोसन अब एसएचएम बुझौँ, सिम्पल हार्मोनिक मोसनमा जाऊँ। एसएचएममा चाहिँ के हुन्छ भन्दाखेरि डेफिनेसन घोक्नै परेन। ए भनेको एसिलेरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु वाइ भनेको डिस्प्लेसमेन्ट, यति। अब यसलाई डेफिनेसनमा कसरी लेख्ने भन्दाखेरि द पिरियोडिक मोसन, यो पनि एउटा पिरियोडिक मोसन नै हो, इन विच acceleration is directly के छ, acceleration is directly proportional to displacement। acceleration है या। अनि हामी जाम डिस्प्लेसमेन्टतिर। डिस्प्लेसमेन्ट भनेको सधैँ वाइले डिनोट गर्छौँ यसलाई हामीले। इट इज डिफाइन्ड एज द लिनियर डिस्टेन्स ट्राभल्ड बाई द बडी फ्रम द मिन पोजिसन। मिन पोजिसन भनेको जस्तै कि यो पेन्डुलम लियौँ हामीले, अनि पेन्डुलममा यो मिन पोजिसन हो सबैलाई थाहा छ। अनि यो यहाँ हामीले यसरी लगियो भने, यहाँ यसरी लगियो भने यो जुन डिस्टेन्स छ यो डिस्प्लेसमेन्ट हो। अनि यसको सूत्र ए साइन ओमेगा टी हुन्छ। अनि यो ए भनेको के हो, कन्फ्युज हुनु होला, ए भनेको एम्प्लिट्युड हो। यसको ठाउँमा ए भनेको आर पनि लेख्छन् धेरैले, तर ए लेखे राम्रो है। अब यसैमा एम्प्लिट्युड भनेको के हो? एम्प्लिट्युड भनेको त्यही म्याक्सिमम डिस्प्लेसमेन्ट हो कि। म्याक्सिमम डिस्प्लेसमेन्ट जस्तै कि यो वेभ हो, यसमा यो डिस्टेन्स छ, यो म्याक्सिमम डिस्प्लेसमेन्ट हो। यो माथिसम्म पुगेछ, यस्तरी जान्छ, अनि सबैभन्दा माथि पुग्छ, अनि फेरि झर्छ। यो जुन म्याक्सिमम भनेको छ यो चाहिँ यो म्याक्सिमम एम्प्लिट्युड हो, वाइ म्याक्स। म्याक्सिमम डिस्प्लेसमेन्ट भनेकै एम्प्लिट्युड हो। त्यही बुझ्नु, वाइ म्याक्स इज इक्वल टु एम्प्लिट्युड। अब भेलोसिटी भनेको के हो भन्दाखेरि भेलोसिटी भनेको डिस्प्लेसमेन्ट अपन टाइम हो। भेलोसिटी भनेको वाइ भनेको हामीले अगाडि के भनेछौँ भन्दा ए साइन ओमेगा टी अपन डिटी। के हुन्छ यो ए को हुन्न, साइन ओमेगा टी को डेरिभेटिभ के हुन्छ, कस ओमेगा टी इन्टु ओमेगा, ए ओमेगा कस ओमेगा टी। डेरिभेटिभ त बुझ्नुहुन्छ होला म्याथमै। भी इजिकल टु के हुने रहेछ, ए ओमेगा कस ओमेगा टी। अझै यसलाई खोल्न मिल्छ, भी इजिकल टु अब ए ओमेगा कस ओमेगा टी भनेको 1 माइनस साइन स्क्वायर ओमेगा टी हुन्छ। यो त थाहा होला सबैजनालाई। भी इजिकल टु ओमेगा यहीँ राखौँ, अनि एलाई भित्र पठाउँदाखेरि ए स्क्वायर भएर जान्छ।
1 माइनस साइन स्क्वायर ओमेगा टी हुन्छ। v इज इक्वल टु ओमेगा अंडर रुट यसले मल्टिप्लाई गरिदिउँ ए स्क्वायर माइनस ए साइन ओमेगा टी को होल स्क्वायर लेख्दाखेरि यही जो आउने हो। v इज इक्वल टु ओमेगा अंडर रुट ए स्क्वायर माइनस ए साइन ओमेगा टी भनेको वाई स्क्वायर। यो मेन फर्मुला न्युमेरिकललाई काम लाग्ने फर्मुला है त गाइस। अब यसपछि बुझ्छौँ हामीले एक्सिलरेसन एक्सिलरेसन भनेको फेरि यो जुन छ भेलोसिटी को डी ए ओमेगा कस ओमेगा टी यसलाई डेरिभेटिभ गर्ने भने एक्सिलरेसन निक्लिन्छ हाम्रो। एक्सिलरेसन कसरी निक्लिन्छ? अब ए ओमेगा भनेको कन्स्टेन्ट भयो अगाडि आयो, कस ओमेगा टी को डेरिभेटिभ माइनस साइन ओमेगा टी हुन्छ ए इज इक्वल टु ए ओमेगा इन्टु यहाँ ओमेगा लेख्न छुटेछ है, ए ओमेगा स्क्वायर माइनस इन्टु माइनस साइन ओमेगा टी इज इक्वल टु ए इज इक्वल टु यो ओमेगा स्क्वायरलाई नेगेटिभ ओमेगा स्क्वायर भयो अनि के हुन्छ इन्टु ए साइन ओमेगा टी हुन्छ ए इज इक्वल टु माइनस ओमेगा स्क्वायर ए साइन ओमेगा टी भनेको वाई। यही हो र गाइस। यस्तै भिडियो अझै पनि चाहिएको छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला अनि कमेन्टमा सपोर्ट गर्नु होला ल गाइस।